के तपाईँ मिनरल वाटर, सफ्ट ड्रिंक अथवा जुसको नाफामूलक बिजनेस सुरु गर्ने वास्तविक रहस्यहरू थाहा पाउन चाहनुहुन्छ? त्यसो भए कृपया यो भिडियोलाई अन्त्यसम्म हेर्न नछुटाउनुहोला। नमस्कार साथीहरू, म भावेश सोजित्रा धर्मनन्दन टेक्नो प्रोजेक्ट्स प्राइभेट लिमिटेडको डाइरेक्टर हुँ। धर्मनन्दन मिनरल वाटर, सफ्ट ड्रिंक र जुस बिजनेसका लागि हाई क्वालिटी, हाई टेक्नोलोजी युक्त वर्ल्ड क्लास मेसिनहरू बनाउने अग्रदूत कम्पनी हो। वाटर र बेभरेज इन्डस्ट्रीमा हाम्रो युट्युब च्यानललाई वर्ल्ड्स नम्बर 1 बनाउनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। अघि बढ्नुभन्दा पहिले कृपया अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नोटिफिकेसन बेलमा क्लिक गर्नुहोस्, जसले गर्दा तपाईले हाम्रा आउने कुनै पनि भिडियो छुटाउनु हुने छैन र तपाईले धेरै भन्दा धेरै जानकारी र फाइदाहरू पाउनु हुनेछ। धर्मनन्दन कम्पनीको एकमात्र लक्ष्य भनेको मानिसहरूलाई मिनरल वाटर र बेभरेज बिजनेसमा धेरै सफल र नाफामूलक बनाउनु हो। धर्मनन्दनका प्रत्येक कर्मचारीहरू यही एक लक्ष्यप्रति 100% केन्द्रित र प्रतिबद्ध छन्। आउनुहोस् हेरौँ तपाईले मिनरल वाटर बिजनेस किन सुरु गर्नुपर्छ। मिनरल वाटर र बेभरेज इन्डस्ट्रीमा लगानी गर्नु एक बुद्धिमानी निर्णय हो, तर कुनै पनि बिजनेस सुरु गर्नु अघि त्यो बिजनेस सुरु गर्न चाहिने महत्त्वपूर्ण कुराहरू जान्न, बुझ्न र त्यसमा काम गर्न अत्यन्त आवश्यक छ। म यी सबै महत्त्वपूर्ण कुराहरू यो भिडियोमा शेयर गर्नेछु। यदि तपाईँ यो बिजनेस सुरु गर्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। यो भिडियो हाम्रो आफ्नै ब्रान्ड बनाउँदाको अनुभव र हाम्रा हजारौं सफल ग्राहकहरूको अनुभवको निचोड हो। जस्तै तपाईहरुलाई थाहा छ, शहरदेखि गाउँसम्म संसारभर नै मानिसहरू सुरक्षित मिनरल वाटर पिउन चाहन्छन्, किनकि परम्परागत पानीका स्रोतहरू धेरैजसो प्रदूषित र दूषित हुन्छन्, जुन पिउनको लागि सुरक्षित हुँदैन र स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ। बोतलको मिनरल वाटर एक सुरक्षित र स्वास्थ्यवर्धक विकल्प हो। दिन प्रतिदिन मानिसहरू आफ्नो स्वास्थ्यप्रति धेरै सजग र सचेत हुँदै गएका छन्। कोभिड-19 महामारीले यो आवश्यकतालाई अझ बढाएको छ। त्यही भएर संसारभर नै मिनरल वाटरको माग दिनरात चौगुना बढ्दैछ। बढ्दो माग भएको बिजनेसले सधैँ ठूलो मुनाफा दिन्छ। त्यही भएर अहिले मिनरल वाटर बिजनेस सुरु गर्नु एक धेरै नाफामूलक विकल्प हो। अब हेरौँ तपाईले सफ्ट ड्रिंक र जुस बिजनेस किन सुरु गर्नुपर्छ। बेभरेजको दुनिया स्वादले भरिएको छ र त्यही नै सफ्ट ड्रिंक्स र जुसको अथाह सम्भावना आउँछ। पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा हो अतुलनीय बजार माग। तपाईँ कल्पना गर्नुहोस्, तपाईँ जता हेर्नुहुन्छ विभिन्न संस्कृति र महादेशहरूमा मानिसहरू ताजा र स्वादिला ड्रिंक्सको चाहना राख्छन्। क्लासिक कोलादेखि लिएर एक्जोटिक फ्रुट ब्लेन्ड्ससम्म सफ्ट ड्रिंक्स र जुसको माग वास्तवमै विश्वव्यापी छ र लगातार उच्च छ। यो केवल एक ट्रेन्ड होइन, यो आधुनिक जीवनशैलीको एक गहिरो हिस्सा बनिसकेको छ। बच्चाहरू, वयस्कहरू सबैले यसलाई मन पराउँछन्। यसको बजार विशाल र विविध छ। दोस्रो, उच्च मुनाफा मार्जिन्स। सफ्ट ड्रिंक्स र जुसहरू धेरैजसो महँगो मूल्यमा बिक्री हुन्छन्। थपिएका स्वाद, अनौठा सामग्री र बलियो ब्रान्डिङको मूल्यले प्रति बोतल ठूलो मुनाफा निश्चित गर्छ। यसको अर्थ तपाईको लगानी छिटो फिर्ता हुन्छ र वृद्धिको लागि धेरै ठाउँ हुन्छ। तेस्रो, ब्रान्ड बिल्डिङ पावर हाउस। यहाँ तपाईँ आफ्नो सृजनशीलतालाई प्रस्तुत गर्न सक्नुहुन्छ। सफ्ट ड्रिंक्स र जुसले ब्रान्डिङका लागि असाधारण अवसरहरू दिन्छन्। तपाईँ अनौठा स्वाद, आकर्षक प्याकेजिङ र प्रभावशाली मार्केटिङ क्याम्पेनहरू बनाउन सक्नुहुन्छ, जसले लक्षित ग्राहकहरूलाई आकर्षित गर्छ। कल्पना गर्नुहोस्, एक सफल सफ्ट ड्रिंक अथवा जुस ब्रान्ड घरगृहस्थीको नाम बन्न सक्छ। चौथो, उत्पादन विविधीकरण र नवीनतम प्रयोग। सफ्ट ड्रिंक्स र जुसको दुनिया नवीनतम प्रयोगको खेल मैदान हो। तपाईँ अगणित स्वाद मिश्रण, कार्यात्मक सामग्री, भिटामिन, इलेक्ट्रोलाइट्स अथवा प्रोबायोटिक्स र विभिन्न प्याकेजिङ फर्मेटहरूसँग प्रयोग गर्न सक्नुहुन्छ। तपाईँ स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूका लागि कम चिनी भएका विकल्प, एथलिटहरूका लागि एनर्जी ड्रिंक अथवा अनौठा क्षेत्रीय विशेषताहरू विकास गर्न सक्नुहुन्छ। सम्भावनाहरू अनन्त छन्। पाँचौं, मौसमी अवसरहरू। गर्मी मौसमको बारेमा सोच्नुहोस्। ड्रिंक्सको माग कैयौं गुणा बढ्छ। विभिन्न मौसम र चाडपर्वहरूले सीमित संस्करण, स्वाद र थीम्ड प्रमोसन्सको लागि अनौठा अवसर ल्याउँछन्। शरद ऋतुमा पम्पकिन स्पाइस लाटे, गर्मीमा ताजा साइट्रस ड्रिंक्स अथवा चाडपर्वमा फेस्टिभ क्र्यानबेरी बेभरेजेसको बारेमा सोच्नुहोस्। यसले उत्साह सिर्जना गर्छ र बिक्री बढाउँछ। माग र मुनाफाको बारेमा मात्र थाहा पाएर यो बिजनेसमा सफल हुन सकिँदैन। तपाईले बुझ्नै पर्ने अन्य धेरै महत्त्वपूर्ण कारकहरू छन्। मिनरल वाटर र बेभरेज बिजनेस सुरु गर्नु एक जटिल काम हो, तर विशेषज्ञहरूको मद्दतले यसलाई धेरै सजिलो बनाउन सकिन्छ। अब म तपाईलाई मिनरल वाटर र बेभरेज बिजनेस सुरु गर्ने 7 वटा गोप्य रहस्य शेयर गर्छु।
यदि तपाईले यिनलाई राम्ररी लागू गर्नुभयो भने तपाईको सफलता निश्चित छ। रहस्य नम्बर 1, मार्केट रिसर्च। कुनै पनि नयाँ बिजनेस सुरु गर्नको लागि मार्केट रिसर्च धेरै महत्त्वपूर्ण छ। मार्केट रिसर्चको मद्दतले तपाईँ आफ्नो बिजनेसको भिजनको बारेमा स्पष्ट हुनुहुनेछ। तपाईँ मार्केट रिसर्चको मद्दतले आफ्नो बिजनेस टार्गेट सेट गर्न सक्नुहुन्छ। मार्केट रिसर्चबाट तपाईले बजारमा कुन प्रडक्टको आवश्यकता छ, कुन प्रडक्टको माग धेरै छ, कुन फ्लेभर चलनचल्तीमा छ र ग्राहकले केलाई धेरै मन पराउँछन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। यो जानकारीको आधारमा तपाईले विभिन्न बोतलका साइज र प्रकारहरू ल्याउने निर्णय गर्न सक्नुहुन्छ। उपभोक्ताको प्राथमिकता, प्रतिस्पर्धी विश्लेषण र उद्योगको ट्रेन्डहरू थाहा पाउन गुगल ट्रेन्ड्स, सोशल मिडिया एनालिटिक्स र मार्केट रिसर्च रिपोर्ट जस्ता अनलाइन टुलहरू प्रयोग गर्नुहोस्। रहस्य 2, एक नाफामूलक र व्यावहारिक बिजनेस प्लान तयार गर्नुहोस्। एकपटक तपाईले मार्केट रिसर्च गरिसकेपछि अर्को कदम भनेको बिजनेस प्लान तयार गर्नु र त्यसमा काम गर्नु हो। बिजनेस प्लान एक नक्सा जस्तै हो। एकपटक तपाईले नक्सा बुझेपछि सही दिशामा, सही गतिमा जान धेरै सजिलो हुन्छ। त्यसो भए बिजनेस प्लानमा के समावेश गर्नुपर्छ? सबैभन्दा पहिले सम्भावित बजेट र लगानीमा आउने प्रतिफल ROI तय गर्नुहोस्। कस्तो खालको म्यानेजमेन्ट टिम र कर्मचारीहरू आवश्यक पर्छ? कुन कानुनी प्रक्रिया र लाइसेन्सहरू पूरा गर्नुपर्नेछ? प्लान्ट कुन ठाउँमा राख्ने? कस्तो खालको मेसिनहरू चाहिन्छ र कुन म्यानुफ्याक्चररबाट मेसिन खरिद गर्ने? मार्केटिङ र सेल्स स्ट्र्याटेजी कस्तो हुनेछ? यी सबै कुराहरू जिम्मेवार व्यक्तिको नाम र स्पष्ट डेडलाइन सहित बिजनेस प्लानमा समावेश गर्नुपर्छ। रहस्य 3, प्लान्टको लागि सही स्थान छनौट गर्नुहोस्। आदर्श रूपमा स्थान बजारको नजिक हुनुपर्छ। तपाईको उत्पादन सजिलै बजारसम्म पुग्न सक्ने हुनुपर्छ। तपाईले यो पनि निश्चित गर्नुपर्छ कि कच्चा पानीको पर्याप्त मात्रा उपलब्ध छ, कच्चा पदार्थ सजिलै पाइन्छ, बिजुलीको पर्याप्त आपूर्ति छ र सही प्रकारको जनशक्ति उपलब्ध छ। रहस्य 4, सही र उपयुक्त मेसिनहरू छनौट गर्नुहोस्। यो कदम एउटा धेरै महत्त्वपूर्ण कदम हो र गहिरो सोच विचारपछि मात्र लिनुपर्छ। मेसिन फाइनल गर्नु अघि तपाईले मेसिन छनौटका केही मापदण्डहरू विचार गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले आफ्नो उत्पादन क्षमता निश्चित गर्नुहोस्। क्षमता यस्तो हुनुपर्छ जसले आउने 4-5 वर्षसम्म बजारको माग पूरा गर्न सकोस्। मेसिनमा सही प्रकारको अटोमेसन हुनुपर्छ। यो लामो समय टिक्ने र बलियो हुनुपर्छ। चलाउन सजिलो हुनुपर्छ र मर्मत सम्भार खर्च धेरै कम हुनुपर्छ। तपाईले यी मेसिनहरूबाट लामो समयसम्म अधिकतम मुनाफा कमाउन सक्ने हुनुपर्छ। केवल र केवल सस्तो मूल्यको आधारमा मेसिनको छनौट कहिले पनि नगर्नुहोस्। जस्तै तपाईहरुलाई थाहा छ, सस्तो चीज कहिले पनि उत्तम हुन सक्दैन र उत्तम चीज कहिले पनि सस्तो हुँदैन। तपाई कम गुणस्तरको सस्तो मेसिनको आधारमा लामो समयसम्म नाफामूलक बिजनेस कहिले पनि बनाउन सक्नुहुन्न। मिनरल वाटर प्लान्टको लागि कस्तो मेसिनहरू आवश्यक पर्छ? सबैभन्दा पहिले तपाईलाई आरओ प्लान्ट जसले पानीलाई शुद्ध गर्छ चाहिन्छ। त्यसपछि बोटल ब्लोइङ मेसिन जसले खाली बोटलहरू बनाउँछ। त्यसपछि अटोमेटिक बोटल वाशिङ, फिलिङ र क्यापिङ मेसिन जसले बोटलहरूलाई अटोमेटिक रूपमा प्याक गर्छ। ब्याच कोडिङ मेसिन जसले बोटलमा अटोमेटिक रूपमा ब्याच प्रिन्ट गर्छ। बोटलमा अटोमेटिक रूपमा लेबल लगाउनको लागि अटोमेटिक लेबलिङ मेसिन। अटोमेटिक स्याचेट प्याकिङ मेसिन जसले पाउचहरू बनाउँछ। अटोमेटिक जार वाशिङ, फिलिङ र क्यापिङ मेसिन जसले जारहरूलाई अटोमेटिक रूपमा प्याक गर्छ। यी मेसिनहरू बाहेक 2 वटा प्रयोगशालाहरू आवश्यक पर्छ। एक रासायनिक परीक्षणको लागि र दोस्रो माइक्रोबायोलोजिकल परीक्षणको लागि। तपाईले अटोमेटिक श्रिङ्क र्यापिङ मेसिन राख्न सक्नुहुन्छ जसले तपाईको प्याकेजिङ खर्चलाई धेरै हदसम्म घटाउँछ। अब हेरौँ सफ्ट ड्रिङ्क प्लान्टको लागि कस्तो मेसिनहरू आवश्यक पर्छ। सफ्ट ड्रिङ्क प्लान्टको लागि चाहिने मेसिनहरू हुन् सुगर प्रिपरेसन ट्याङ्क, फिल्टर प्रेस, प्लेट हिट एक्सचेन्जर, सुगर स्टोरेज ट्याङ्क, सुगर र सिरप मिक्सिङ सिस्टम, कार्बोनेसन सिस्टम, CIP सिस्टम, ब्लो मोल्डिङ मेसिन, सफ्ट ड्रिङ्क फिलिङ र क्यापिङ मेसिन, ब्याच कोडिङ मेसिन, लेबलिङ मेसिन र श्रिङ्क र्यापिङ मेसिन। अब हेरौँ जुस प्लान्टको लागि कस्तो मेसिनहरू आवश्यक पर्छ। जुस प्लान्टको लागि चाहिने मेसिनहरू हुन् सुगर प्रिपरेसन ट्याङ्क, फिल्टर प्रेस, सुगर स्टोरेज ट्याङ्क, पल्प डम्प ट्याङ्क, जुस ब्लेन्डिङ ट्याङ्क, होमोजिनाइजर, रेडी बेभरेज ट्याङ्क, जुस पास्चुराइजर, ब्लो मोल्डिङ मेसिन, जुस फिलिङ र क्यापिङ मेसिन, कुलिङ टनेल, लेबलिङ मेसिन, ब्याच कोडिङ मेसिन र श्रिङ्क र्यापिङ मेसिन।
यी सबै हाई क्वालिटी, हाई टेक्नोलोजी, वर्ल्ड क्लास मेसिनहरू धर्मनन्दन कम्पनीद्वारा उत्पादन गरिन्छन्। धर्मनन्दन कम्पनीले यस्ता उच्च गुणस्तरका मेसिनहरू बनाउन र सप्लाई गर्न सक्छ, जसले गर्दा तपाईले यो बिजनेसमा आफ्ना सबै लक्ष्य र सपनाहरू पूरा गर्न सक्नुहुन्छ। रहस्य नम्बर 5, सही सप्लायर छनौट गर्नुहोस्। तपाईले दुई प्रकारका सप्लायर छान्नुपर्ने हुन्छ, एक कच्चा पदार्थको लागि र दोस्रो मेसिनको लागि। कच्चा पदार्थमा तपाईलाई प्रिफर्म्स, क्याप्स, जार्स, पाउच रोल्स, श्रिङ्क रोल्स, लेबल्स, सिरप्स र कन्सन्ट्रेट्स चाहिन्छ र मेटेरियल सप्लायरले तपाईको माग अनुसार सही मात्रामा सही समयमा सामग्री सप्लाई गर्न सक्ने हुनुपर्छ। मेसिन सप्लायरसँग मेसिन बनाउने वर्षौंको राम्रो अनुभव हुनुपर्छ। यो क्षेत्रमा विशेषज्ञ हुनुपर्छ र उनीहरूसँग उत्तम आफ्टर सेल सर्भिस टिम हुनुपर्छ। यस्ता म्यानुफ्याक्चरर छान्नुहोस् जसले धेरै उच्च गुणस्तरका प्रोडक्ट र मेसिनहरू बनाउँछन्, जसले गर्दा तपाईले कुनै तनाव र डर बिना आफ्नो बिजनेस चलाउन र बढाउन सक्नुहुन्छ। रहस्य नम्बर 6 हो आफ्नो प्लान्टको लागि फुड लाइसेन्स र अन्य लाइसेन्सहरू प्राप्त गर्नु। हामी कुनै देश विशेषमा जानुभन्दा पहिले खाद्य सुरक्षाका सर्वमान्य सत्यहरूको बारेमा कुरा गरौँ। तपाई जहाँ भए पनि यी सिद्धान्तहरू साधारणतः सबै देशहरूमा लागू हुन्छन्। पहिलो हो गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिसेस, जसलाई GMP भनिन्छ। यो आधार स्तम्भ हो। GMP अनुसार तपाईले सुविधाहरू सफा र स्वच्छ राख्नुपर्छ, कर्मचारीहरूको लागि उचित सरसफाई, लिखित प्रक्रियाहरू र कडा गुणस्तर नियन्त्रण, क्वालिटी कन्ट्रोल राख्नुपर्छ। GMP भनेको प्रत्येक चरणमा प्रदूषण रोक्ने बारे हो। त्यसपछि आउँछ हजार्ड एनालाइसिस एन्ड क्रिटिकल कन्ट्रोल पोइन्ट्स, जसलाई HACCP भनिन्छ। सुन्दा डरलाग्दो छ होइन? HACCP वास्तवमा तपाईको उत्पादन प्रक्रियामा सम्भावित खतराहरू पहिचान गर्ने प्रणाली हो। कच्चा पदार्थदेखि तयारी उत्पादनसम्म र तिनलाई रोक्न नियन्त्रण गर्नु हो। यसलाई तपाईको सक्रिय सुरक्षा जालको रूपमा सोच्नुहोस्। त्यसपछि आउँछ ट्रेसिएबिलिटी। तपाईले आफ्ना सामग्री र उत्पादनहरू स्रोतदेखि उपभोक्तासम्म ट्र्याक गर्न सक्ने हुनुपर्छ। यदि केही गल्ती भयो भने रिकल्सको लागि यो अत्यन्त महत्त्वपूर्ण हुन्छ। र अन्त्यमा लेबलिङ रिक्वायरमेन्ट्स। उपभोक्ताहरूले तपाईको प्रोडक्टमा के छ भनेर थाहा पाउनुपर्छ। लेबलिङ रिक्वायरमेन्ट्समा सामग्री, पोषण जानकारी, एलर्जेन्स र धेरैजसो देश विशेष विवरणहरू पर्छन्। अब विश्वभरिको सरसर्ती यात्रा गरौँ र केही प्रमुख उदाहरणहरू हेरौँ। युएसएमा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन, जसलाई FDA भनिन्छ, त्यो तपाईको मुख्य सम्पर्क बिन्दु हो। तपाईले आफ्नो फ्यासिलिटी FDAसँग दर्ता गर्नुपर्छ। उनीहरूको फुड सेफ्टी मोडर्नाइजेसन एक्ट, त्यो भने FSMA नियमहरू पालना गर्नुपर्छ र स्टेट लेभल पर्मिटहरू पनि लिनुपर्छ। जुस उत्पादनका लागि विशिष्ट HACCP नियमहरू छन् जुन तपाईले युएसएमा पालना गर्नै पर्छ। युरोपियन युनियनले आफ्ना सदस्य राष्ट्रहरूमा खाद्य सुरक्षा नियमहरूलाई एकरूपता दिएको छ। तपाईले जेनरल फुड ल रेगुलेसन पालना गर्नुपर्ने हुन्छ, जसले सरसफाइदेखि लेबलिङसम्म सबै कुरा समेट्छ। तपाईले युरोपमा जहाँ काम गर्दै हुनुहुन्छ त्यहाँको सम्बन्धित राष्ट्रिय प्राधिकरणसँग आफ्नो बिजनेस दर्ता गर्नुपर्ने हुन्छ। युरोपमा मिनरल वाटरको स्रोत र बनावटको बारेमा धेरै विशिष्ट नियमहरू छन्। युकेमा तपाईले स्थानीय प्राधिकरणहरूसँग आफ्नो बिजनेस दर्ता गर्नुपर्छ। तपाईले HACCP मा आधारित फुड सेफ्टी म्यानेजमेन्ट सिस्टम विकास र लागू गर्नुपर्छ। फुड सेफ्टी एक्ट 1990 युके को खाद्य कानुनको आधार स्तम्भ हो। यसले असुरक्षित अथवा मानव उपभोगका लागि अयोग्य खाना बेच्नुलाई अपराध मान्छ। जेनरल फुड रेगुलेशन्स 2004 ले युकेमा EU खाद्य कानुनका पक्षहरू लागू गर्छ, जसमा ट्रेसिएबिलिटी र फुड सेफ्टी म्यानेजमेन्टमा आवश्यकताहरू पर्छन्। क्यानाडामा तपाईलाई चाहिन्छ सेफ फुड फर क्यानेडियन्स रेगुलेशन्स, जसलाई SFCR लाइसेन्स भनिन्छ। यदि तपाई आफ्नो उत्पादन प्रान्तहरूको बीचमा बेच्ने योजनामा हुनुहुन्छ भने तपाईको बिजनेससँग SFCR लाइसेन्स हुनुपर्छ। साथै तपाई क्यानेडियन फुड इन्स्पेक्सन एजेन्सी, जसलाई CFIA भनिन्छ, त्यसमा दर्ता हुनुपर्छ। अस्ट्रेलिया र न्युजिल्यान्डले फुड स्ट्यान्डर्ड्स अस्ट्रेलिया न्युजिल्यान्ड, जसलाई FSANZ भनिन्छ, त्यसको रेखदेखमा संयुक्त खाद्य मापदण्ड प्रणाली साझा गर्छन्। तपाईले फुड स्ट्यान्डर्ड्स कोड पालना गर्नुपर्छ, जसले लेबलिङदेखि एडिटिभसम्म सबै कुरा समेट्छ। तपाईले आफ्नो स्थानीय काउन्सिल अथवा राज्य सरकारसँग पनि दर्ता गर्नुपर्छ। दक्षिण अफ्रिकामा सुविकसित खाद्य सुरक्षा प्रणाली छ। तपाईले फुड स्टफ्स, कस्मेटिक्स एन्ड डिसइन्फेक्टेन्ट्स एक्ट पालना गर्नुपर्छ
र स्वास्थ्य विभाग र स्थानीय नगरपालिकाहरूबाट पर्मिट लिनुपर्छ। SABS जसलाई साउथ अफ्रिकन ब्युरो अफ स्ट्यान्डर्ड्स भनिन्छ, त्यहाँबाट सर्टिफिकेसन लिनु पनि अनिवार्य छ। नाइजेरियाको नेशनल एजेन्सी फर फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एन्ड कन्ट्रोल जसलाई NAFDAC भनिन्छ, त्यो प्राथमिक नियामक हो। तपाईलाई आफ्ना उत्पादन र सुविधाहरूको लागि NAFDAC दर्ता र प्रमाणीकरण आवश्यक पर्छ। केन्यामा केन्या ब्युरो अफ स्ट्यान्डर्ड्स KEBS ले महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईले आफ्ना उत्पादनहरूको लागि स्ट्यान्डर्डाइजेसन मार्क SM प्राप्त गर्नुपर्छ, जसले केन्यन मापदण्डहरूको पालना गरेको देखाउँछ। साथै तपाईलाई केन्यामा पब्लिक हेल्थ एक्ट पर्मिट पनि चाहिन्छ। गल्फ कोअपरेसन काउन्सिल GCC देशहरू जस्तै साउदी अरब, UAE, कुवेत, कतार, बहराइन र ओमानले आफ्ना खाद्य सुरक्षा नियमहरूलाई बढ्दै गरी एकरूपता दिँदैछन्। यहाँको मुख्य खेलाडी GCC स्ट्यान्डर्डाइजेसन अर्गनाइजेसन हो, जसलाई GSO भनिन्छ। गल्फ देशहरूमा आयातित र स्थानीय रूपमा उत्पादित बेभरेजहरूका लागि कडा मापदण्डहरू छन्। हलाल सर्टिफिकेसन धेरैजसो आवश्यक हुन्छ। तपाईले प्रत्येक देशका सम्बन्धित प्राधिकरणहरूसँग आफ्ना उत्पादन दर्ता गर्नुपर्छ, जस्तै साउदी अरबमा साउदी फुड एन्ड ड्रग अथोरिटी SFDA, UAE मा इमिरेट्स अथोरिटी फर स्ट्यान्डर्डाइजेसन एन्ड मेट्रोलोजी ESMA, ट्रेड लाइसेन्स र फुड लाइसेन्स। GCC मा लेबलिङ रिक्वायरमेन्ट्स विशेष गरी कडा छन्, जसमा अरबी अनुवाद र सामग्री तथा पोषण जानकारीबारे विशिष्ट विवरणहरू आवश्यक पर्छ। जोर्डनमा जोर्डन फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन JFDA दर्ता अनिवार्य छ। JFDA ले ती सुविधाहरूलाई पर्मिट दिन्छ जसले जोर्डनियन मापदण्ड र प्राविधिक नियमहरू पालना गर्छन्। इजिप्टमा द नेशनल फुड सेफ्टी अथोरिटी NFSA मुख्य नियामक हो। तपाईले आफ्ना उत्पादन दर्ता गर्नुपर्छ र इजिप्सियन फुड स्ट्यान्डर्ड्स पालना गर्नुपर्छ। लेबनानको मिनिस्ट्री अफ पब्लिक हेल्थले खाद्य सुरक्षाको रेखदेख गर्छ। तपाईले पर्मिट लिनुपर्छ र लेबनिज स्ट्यान्डर्ड्स पालना गर्नुपर्छ, जुन धेरैजसो युरोपियन नियमहरूबाट प्रभावित हुन्छन्। थाइल्यान्डको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन थाई FDA ले खाना र बेभरेज नियमित गर्छ। तपाईले आफ्ना उत्पादन दर्ता गर्नुपर्छ र थाई फुड स्ट्यान्डर्ड्स पालना गर्नुपर्छ। भियतनाममा द भियतनाम फुड एडमिनिस्ट्रेसन मुख्य नियामक निकाय हो। तपाईले प्रडक्ट रेजिस्ट्रेसन प्राप्त गर्नुपर्छ र भियतनिज फुड सेफ्टी रेगुलेसन्स पालना गर्नुपर्छ। इन्डोनेसियाको नेशनल एजेन्सी अफ ड्रग एन्ड फुड कन्ट्रोल BPOM ले खाना र बेभरेज नियमित गर्छ। तपाईले BPOM रेजिस्ट्रेसन र सर्टिफिकेसन गर्नुपर्छ। मलेसियामा मिनिस्ट्री अफ हेल्थको फुड सेफ्टी एन्ड क्वालिटी डिभिजनले खाद्य सुरक्षा नियमित गर्छ। तपाईले फुड एक्ट 1983 र फुड रेगुलेसन्स 985 पालना गर्नुपर्छ। फिलिपिन्समा फिलिपिन्सको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन FDA ले खाना र बेभरेज नियमित गर्छ। तपाईले लाइसेन्स टु अपरेट र सर्टिफिकेट अफ प्रोडक्ट रेजिस्ट्रेसन प्राप्त गर्नुपर्छ। चीनमा स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन SAMR मुख्य नियामक निकाय हो। तपाईले आफ्ना उत्पादन दर्ता गर्नुपर्छ र चाइनिज नेशनल स्ट्यान्डर्ड्स पालना गर्नुपर्छ। जापानको मिनिस्ट्री अफ हेल्थ, लेबर एन्ड वेलफेयर MHLW ले खाना र बेभरेज नियमित गर्छ। तपाईले फुड स्यानिटेसन एक्ट पालना गर्नुपर्छ र केही उत्पादनहरूका लागि JAS जापानिज एग्रिकल्चरल स्ट्यान्डर्ड सर्टिफिकेसन प्राप्त गर्नुपर्छ। साउथ कोरियाको मिनिस्ट्री अफ फुड एन्ड ड्रग सेफ्टी MFDS ले खाना र बेभरेज नियमित गर्छ। तपाईले आफ्ना उत्पादन दर्ता गर्नुपर्छ र कोरियन फुड स्ट्यान्डर्ड्स पालना गर्नुपर्छ। इन्डियामा मिनरल वाटर प्लान्टको लागि ISI र FSSAI दुवै लाइसेन्स आवश्यक पर्छन्, जबकि सफ्ट ड्रिङ्क र जुस प्लान्टको लागि केवल FSSAI लाइसेन्स आवश्यक पर्छ। रहस्य नम्बर 7 मार्केटिङ र सेलिङ हो। कुनै पनि बिजनेसको वृद्धिको लागि मार्केटिङ र सेलिङ धेरै महत्त्वपूर्ण छन्। त्यसको लागि तपाईले आफ्नो स्थानीय क्षेत्रमा डिस्ट्रिब्युटरहरू विकास गर्नुपर्छ। त्यसपछि तपाईले अन्य राज्य अथवा प्रान्तहरूमा डिस्ट्रिब्युटर विकास गर्न सक्नुहुन्छ। डिस्ट्रिब्युटर र डिलरहरूसँग बलियो सम्बन्ध हुनु यो बिजनेसमा सफलताको लागि अत्यन्त महत्त्वपूर्ण छ। दोस्रो, तपाई राम्रा होटेल र क्याटरिङ कम्पनीहरूसँग टाइअप गर्न सक्नुहुन्छ र आफ्नो बिजनेसलाई धेरै गुणा बढाउन सक्नुहुन्छ। अर्को विकल्प रेलवे अथोरिटी हो। संसारभरि नै रेलवेजमा बोतलको पानीको ठूलो माग छ। प्रत्येक वर्ष रेलवेजले विश्वभरि टेन्डर खुलाउँछ। तपाई यी टेन्डरहरूमा सहभागी हुन सक्नुहुन्छ
र आफ्नो बिजनेसलाई नयाँ उचाइमा पुर्याउन सक्नुहुन्छ। आफ्नो लक्षित ग्राहकसम्म पुग्नको लागि अनलाइन र अफलाइन मार्केटिङ रणनीतिहरू जस्तै सोशल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ र परम्परागत विज्ञापनको मिश्रण प्रयोग गर्नुहोस्। हस्त साथीहरू, विश्वको कुनै पनि कुनामा सफलतापूर्वक नाफामूलक मिनरल वाटर र बेभरेज बिजनेस सुरु गर्ने 7 रहस्यहरू यिनी नै हुन्। यदि तपाईँ यो बिजनेस सुरु गर्न चाहनुहुन्छ र धर्मनन्दनले तपाईँलाई मद्दत गरोस् भन्ने चाहनुहुन्छ भने अहिले नै स्क्रिनमा देखाइएका नम्बरहरूमा फोन गर्नुहोस् अथवा मेसेज पठाउनुहोस्। हाम्रो बिजनेस ग्रोथ एक्सपर्टहरूको टिम तपाईँलाई मद्दत गर्न तयार हुनेछ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्न र आफ्ना साथीभाइ तथा इष्टमित्रहरूसँग सेयर गर्न नबिर्सिनुहोला। सेभ बटनमा क्लिक पनि गर्नुहोस् र कमेन्ट बक्समा आफ्ना सुझावहरू लेख्नुहोस्। नोटिफिकेसन बेल दबाएर हाम्रो च्यानल सब्स्क्राइब गर्दै हाम्रा भिडियोहरू हेरिरहनुहोला। हाम्रा भिडियोहरू पटक पटक हेर्नु भएकोमा र हामीमाथि अथाह माया वर्षाउनु भएकोमा म भित्र हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। नयाँ र महत्त्वपूर्ण जानकारी सहितको नयाँ भिडियो लिएर म छिट्टै आउनेछु।